हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी बुढा नीलकण्ठ घुम्न गएको चाहिँ भिडियो यो भ्लगमा बनाउँछौँ। प्लिज मन पराइदिनु होला। प्लिज लाइक, सेयर एन्ड सब्सक्राइब। फाइनली पुग्यो बुढा नीलकण्ठ टेम्पल। घुमेर मात्रै भएन, वर्ष भइसक्यो। कस्तो राम्रो देखियो कि सबैजनाले धुनु न। होइन होइन, ऊ लग्यो। भगवान्लाई स्पर्श गर्नुपर्छ, सोको हात बनाउनु पर्यो। त्यो भित्र छैन गाई पनि हात धुनु। कसरी हो यो? 400 को सेट हो। अब सबै चिज हुन्छ। लक्ष्मीनारायण नाग सबैलाई हुन्छ। सानो भने सानो 50 रुपियाँ मात्रै पर्छ। फुलमा हजुर यस्तो ज्योतिले त्यही दिन न, दुईटा दिनु अनि अगरबत्ती हालिदिनु। अब मन्दिरमा जाने धार्मिक पर्सन ऊ त्यहाँ अगाडि चाहिँ गेट छ। बुढा नीलकण्ठ चाहिँ धारा रहेछ। टोमको लागि कार्पेट छ। हजुरलाई निकाले होइन कि? यो नै बुढा नीलकण्ठ मन्दिर। यहाँ चाहिँ विष्णु भगवानको मूर्ति छ। त्यसको स्याडो चाहिँ तल नि सेम देख्छ, तर त्यहाँ भिडियो चाहिँ खिच्न पाउँदैन। हामीहरू चाहिँ भित्र पूजा गर्न जान्छौँ। यो चाहिँ मन्दिरको भ्यू। यसको चाहिँ तलदेखि हेर्दाखेरि पनि यस्तै देखिन्छ। के भइरहेछ जस्तो छ यता। अनि यहाँ चाहिँ सबै टेम्पलहरू प्याक छ, सानो सानो। सुज लगाएर अब एकछिन फोटो खिचेर दामी देखिया छ गेटअप। एकछिन सबैको यता फोटो भिडियो बनाएर अनि त्यहाँदेखि निस्किनुपर्छ। अब कता जाने थाहा छैन। सबै ठाउँमा दिए नै दिए। फोटो सेसन सकिसक्यो। सबको फोटो भिडियो भइसक्यो। 50 को एउटा? किन लाज लाग्छ? भिडियो बनाऊ भाइको भिडियो बनाऊ। ल देऊ भाइ देऊ। कतिवटा? 4वटा। भाइ भाइरल हुन्छ कि भिडियो मुख देखाउन। थ्याङ्क यू। क्यान्डी साइड बंद हाय गाइस, हम लोग ने कैंडी ले ली है। भागी आदमी उल्टा उल्टा। अब हम देना, अब हम खाएंगे। मैं तो टूटी सके तो यार। कैसा है? अच्छा, बहुत बढ़िया है गाइस।
तुम भी जरूर टेस्ट करना एक बार वरना पछताओगे। पापा रे ल कस्तो छ मिठो अर्को मान्छे अब चाहिँ यहाँ मन्दिर गएर हामीहरू चाहिँ उता माथि चौकमा चाहिँ स्तुपा छ अरे त्यो स्तुपा हेर्न जाने हिँडेर जानुपर्छ त्यो माथिको स्तुपामा गइरहेछौँ हामी लेट्स सी कतिको थाकिन्छ अब माथि जानुपर्छ बाटो चाहिँ पुरै उकालो छ त्यहीसकै हिँड्न नसकेर अब गाडीमा जाने स्तुपा यताको टिकट कसरी छ यही हो टिकट यता चाहिँ तपाईँको अब गेम खेल्नुभयो भने गेमको मात्रै पर्यो होइन। हजुर गेम खेल्नु भएन भने चाहिँ इन्ट्री चार्ज 100 रुपियाँ लिन्छ होइन। अनि यो भित्र तपाईँहरू प्याकेज चाहिँ लिएर खेल्नुहुन्छ भने 3500 पऱ्यो होइन। अनि 3500 लिएर 3500 प्याकेज चाहिँ लिनुभयो भने चाहिँ एउटा गेममा 400 पनि पर्दैन तपाईँलाई है। अनि एउटा खेल्नुभयो भने चाहिँ 5000 नै बढी लाग्नु। त्यो सबै मेरो ज्याकेट चोर अब सब फर्स्ट तल जानु पर्ने अनि माथि आउने सिँढी छ अरे उतादेखि उताबाट हो के उता येल्लो यता येल्लोवाला यहाँबाट तल जाने अनि त्यहाँदेखि माथि जाने हामीले आउने त्यहीँ हो नि त अहिले हामी उसमा आएर पो यहाँ पुग्यो यस्तो छ भ्यू गुम्बा चाहिँ माथि छ स्तुपा अब यो सिँढी चढ्ने यहाँदेखि सिँढी चढ्ने स्टार्ट ल बिस्तारै माथि जाने बिस्तारै नथाकेर है कति स्टेप चलेको थाहा छैन। सिँढी भन्दै आइसक्यो इन्टरभ्यू लियो भने फेरि तनाव जति माथि गयो त्यति नै राम्रो भ्यू देख्छ यहाँ हात खराब भइसक्यो यहाँ यिनीहरू यहाँदेखि माथि छ सबै माथि पुगिसके उता छन् बसिरहेको थाकेर थाक्ने मान्छे लास्ट त हामी फर्स्ट टाइम यहाँ पहिला पुग्छ यहाँ फोटो खिच्न पठाएर अब धेरै तल गएर कस्तो त्यही नै हो यस्तो यहाँबाट भ्यू चाहिँ अनएक्सपेक्टेड भ्यू मान्छेहरूको धेरै भिड छ सरी यहाँ चाहिँ यस्तो रहेछ गार्डन बनाएको रहेछ हेर यो हो स्तुपा यति नै यताको भ्यू यहाँदेखि यो भ्यू चाहिँ
यहाँ चाहिँ फोटो भिडियो खिचिसकेँ। अब यहाँदेखि निस्केर हामीले पुग्नुपर्ने ऊ तल। अब हिँड्दै जानुपर्छ यहाँदेखि, ट्याक्सी पाउँदैन। गरी पुगिसकेँ, म निस्किन्छु। भ्यू स्तुपा यो चाहिँ कुन चाहिँ गुरुको यादमा चाहिँ बनाएको रहेछ। कन्स्ट्रक्सनमै छ, बनेको छैन, कम्प्लिट बनिरहेको छ। त्यहाँ माथि तल पुगिसक्यो, भोक लागिसक्यो। एकछिन तल गएर खानुपर्छ, यहाँ चाहिँ खान मिल्दैन अरे। शिवपुरी ट्रायल एडभेन्चर पार्क। नास्ता गरियो। अब यहाँदेखि तल पुग्नुपर्छ। बिस्तारै आउनु, बिस्तारै। यो चाहिँ माथिदेखि झर्ने बाटो, त्यहाँ माथिदेखि कति तलसम्म छ खै थाहा छैन। अब हिँड्दै जाउँ, कहाँ पुगिन्छ। दाइ हराइसके। भाउजू खोज्नु त, बोलाउनु त। बिन्दासँग तल आएर लजाउँ त। धेरै हिँड्नु छ अझै। छिटो हिँडौ, छिटो तल पुग्नुपर्छ। छिटो भेटायो के हो। ओ माई गड, नाइस। ल टिप टिप्नु नि त यता। के भनेर आउला अरे? अरे छ कि यो सुकिसक्यो क्या। ऐसिलो भने देख न, जुम गरेर। ऐसिलो देखिया छ कि पुरै राम्रोसँग देखिया छ। ल स्टार्ट। ऐसिलो टिपिरहेछन् यता केटाहरू सबै। ऐसिलोको बोर्डमा टन्नै छ। जङ्गलमा मिठो मिठो हाइकिङ आएपछि फाइदा हुन्छ। म हाइकिङ आएको सबैजनाहरूले एकचोटि भिजिट गर्नु होला बुढा नीलकण्ठ। कस्तो रमाइलो ठाउँ छ। फ्रीमा खान पाउँछ गाइस। यो हाम्रो ब्लगरजी, यता हेर्नुहोस् ब्लगरजी। हेलो। यहाँबाट यस्तो भ्यू देखिन्छ तल काठमाडौँ पुरै भ्याली। ल सिँढी चाहिँ यहीँसम्म सक्यो। अब यहाँदेखि चाहिँ अफ रोड आगिसक्यो। अब यहाँदेखि कहाँ जाने थाहा छैन। के नाइस हाउस, कस्तो राम्रो घर हो। माथिबाट तल झरिसके। पानी परिसक्यो अलिअलि। पानी पऱ्यो भने फेरि कता बस्ने, खानै छैन। दाइ भाउजू तल पुगिसक्यो। हामीहरू यतै छौँ। फेरि कता जानुभयो थाहा नै छैन। पुगेर राइड बुक गरेर यहाँको बुक गर्नुपर्छ। अनि त्यहाँदेखि सिधै रुम जानुपर्छ। धेरै थाकिरहेको छ। ल अब सिधै तल गएपछि देखाउँछु। माथिदेखि तल पुगिसक्यो। हामी चाहिँ त्यो डाँडा माथिदेखि हिँड्दै यहाँ तल आइसक्यो। बस पाउने ठाउँमा आइसक्यो तल। अब यहाँदेखि चाहिँ क्याब बुक गरेर रुमतिर जान्छौँ। आजको ब्लग यति नै। हेर्दै जानु होला, माया गर्दै जानु होला। इफ यु लाइक द भिडियो प्लिज लाइक, सेयर एन्ड सब्सक्राइब। थ्याङ्क यू, बाई बाई।